2 हप्तापछि माइती पक्षले बुझ्यो सुशीलाको शव। माइती पक्षले बुझ्यो सिन्धुलीकी सुशीला बमजमको शव। सिन्धुली जिल्लाको कमलमाई नगरपालिका धुरा बजारबाट घटेको यो हृदय विदारक घटनाले सम्पूर्ण समाजलाई स्तब्ध बनाएको छ। आफ्नै घर, आफ्नै आँगन र आफ्नै नाताभित्र रहेकी सासू र नन्दबाट पेट्रोल छर्केर आगो लगाई सुशीला बमजमको निर्मय हत्या गरिनु कुनै पनि हिसाबले क्षम्य अपराध होइन। 2 साना छोराछोरीकी आमा सुशीला बमजम माथि गरिएको यो अमानवीय व्यवहारले अझै पनि समाजमा महिला माथि हुने हिंसा, घरेलु यातना र नातागत अपराध कति गहिरो छ भन्ने कुरालाई उजागर गरेको छ। घटना पश्चात गम्भीर अवस्थामा रहेकी सुशीला बमजमलाई उपचारका लागि सिन्धुली अस्पतालमा राखिएको थियो, तर माइती पक्षले यस घटनालाई सामान्य मृत्यु ठान्न अस्वीकार गर्दै वैदेशिक रोजगारीमा रहेका उनका श्रीमान नेपाल नआएसम्म सब नबुझ्ने अडान लिएका थिए। उनीहरूको माग थियो पहिला सत्य बाहिर आओस् र दोषीमाथि कडा कारबाहीको प्रक्रिया सुनिश्चित हो भन्ने माइती पक्षले भनेका थिए र 14 दिनपछि आज सुशीलाको शव अन्त्येष्टि गरिँदैछ। दर्शकबिन, सुशीलाको हत्या गर्ने सासू र नन्दलाई तपाईहरू के भन्न चाहनुहुन्छ? मनमा लागेको कमेन्ट तल कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला र यो भिडियोलाई जति सकिन्छ शेयर गरेर सबै नेपालीहरूको माझमा पुर्याइदिनु होला।